2026 को जुन 6 देखि 14 सम्म चाहिँ T20 लिग बेल्जियममा चाहिँ EU T20 भइरहेको रहेछ। यसमा चाहिँ नेपाली खेलाडीहरू कुन टिममा चाहिँ नेपाली खेलाडीहरू चाहिँ रहेछन् भन्ने चाहिँ हेरौँ है त। 8 जना खेलाडीहरू रहेछन् हाम्रो नेपालबाट चाहिँ सेलेक्ट भएका। यस टिममा चाहिँ एक्सेल युनाइटेड ब्रुसेलमा चाहिँ नेपाली खेलाडी छैनन् यो टिममा चाहिँ। अनि एन्टवर्प एङ्करमा चाहिँ आसिफ शेख रहेछ। अनि जायन्ट ग्ल्यान्डियरमा चाहिँ हाम्रो खेलाडी को छ भन्दाखेरिमा चाहिँ रोहित पौडेल नेपाली खेलाडी, हाम्रो नेपाली क्याप्टन। अनि जेबी ब्रुजेसमा चाहिँ ललित रहेछ, ईशान पाण्डे, 3 जना रहेछन् है यसमा। दिपेन सिंह गरी नेपाली टाइगर यसमा रहेछ। अनि लिग रेजमा चाहिँ 1 जना यो टिममा चाहिँ नेपाली खेलाडी सन्दीप लामिछाने सुपरस्टार ग्लोबल स्टार रहेछन् हाम्रो नेपाली सन्दीप लामिछाने। हेर्नुपर्छ है, 6 जुनदेखि 14 जुनसम्म चाहिँ हुने रहेछ।